एसई नजिकै आइसक्यो। एसईको रुटिन पनि आइसक्यो। अब त्यही भएर चाहिँ म तपाईहरुलाई आज यो एसईमा म्याथमा कसरी पढेर चाहिँ धेरै नम्बर ल्याउन सकिन्छ त, कसरी पढ्ने त हैन, त्यो कुरा चाहिँ म सम्पूर्ण जानकारी चाहिँ यही भिडियोमा दिन्छु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला है। अब यो एसईमा तपाईले कसरी चाहिँ पढ्ने, कस्तो खाले विद्यार्थीले कसरी पढ्ने भन्ने हुन्छ कि हैन। विद्यार्थी सबै एक खालको हुँदैन नि त, फरक हुनुहुन्छ। सबैको क्यापासिटी एउटै हुँदैन। अहिलेसम्म जति पढ्नुभयो त्यो अब कतिको तपाईले मेहनत गर्नुभयो पहिला भन्ने हुन्छ कि। अब कोहीले के हुन्छ भने पहिला मेहनत गर्नुभएको हुँदैन, अब अहिले चाहिँ रियलाइज हुन्छ हैन। अहिले अब एसई नजिकै आइसकेपछि चाहिँ रियलाइज हुन्छ अब पहिलेदेखि मेहनत गर्न पर्ने रहेछ भन्ने, त्यस्तो खालको स्टुडेन्ट पनि हुनुहुन्छ नि हो। अब त्यही भएर चाहिँ अब कस्तो खालको स्टुडेन्टले कसरी पढ्ने भन्ने कुरा, अनि कुन टपिकलाई चाहिँ अलि बढी ध्यान दिने, यो सबै कुरा चाहिँ आज म यही भिडियोमा तपाईहरुलाई भनिदिन्छु है। अब सुरुमा त तपाईले बुझ्नु पर्यो कि स्टुडेन्ट दुई खालको हुनुहुन्छ हैन। दुईटा सोच हुन्छ के स्टुडेन्टमा। एउटा चाहिँ कस्तो खालको हुनुहुन्छ भन्दाखेरि अब मलाई चाहिँ A+ नै ल्याउनु छ हैन, जसरी हुन्छ A+ जे होस् धेरै नै राम्रो मार्क्स ल्याउनु छ भन्ने खालको एउटा स्टुडेन्ट हुनुहुन्छ हैन। A+ अथवा त्यस्तो चाहिँ मलाई ल्याउनु नै छ भन्ने खालको स्टुडेन्ट हुनुहुन्छ एकपट्टि। अब अर्कोपट्टि चाहिँ कस्तो हुनुहुन्छ भने मलाई जस्ट पास चाहिँ हुनै पर्छ, जस्ट पास चाहिँ हुनै पर्छ भन्ने खालको स्टुडेन्ट अर्कोपट्टि हुनुहुन्छ के। दुई खालको स्टुडेन्ट चाहिँ हुनुहुन्छ जहाँ पनि हो। मलाई जसरी हुन्छ म्याथमा पास चाहिँ हुनु छ है भन्ने खालको नि हुनुहुन्छ, र अर्को चाहिँ कस्तो हुन्छ भने म जसरी पनि म्याथमा चाहिँ मलाई 4 ल्याउनु नै छ, म्याथमा चाहिँ मलाई 4 ल्याउनु नै छ, मलाई म्याथ गाह्रो पनि लाग्छ, म्याथमा जसरी हुन्छ मलाई 4 ल्याउनु छ भन्नुहुन्छ भने अर्कोपट्टि अब त्यही भइहाल्यो हैन। मलाई म्याथमा पास हुन पाए अरु सबैमा त म पास भइहाल्छु भन्ने खालको हुनुहुन्छ। अब म यो दुईटा स्टुडेन्टलाई दुईपट्टि राखेर कसरी पढ्ने, कसरी अब के गर्ने त अब एक महिनामा भन्ने खालको चाहिँ म सबै तपाईहरुलाई चाहिँ यो भिडियोमा भनिदिन्छु है। अब सुरुमा हामीले यो म्याथको एसईको कन्टेन्ट हेरौँ त म्याथको यो चाहिँ कन्टेन्ट हो है। तपाईहरुको म्याथको यो कन्टेन्ट हो है क्लास 10 को लागि यति छ तपाईहरुको हैन। कन्टेन्टलाई अब राम्रोसँग तपाईले पहिला कन्टेन्ट हेरौँ है त, ल के छ भनेर हेरौँ। अब सुरुबाटै हेर्दै जाम भने अब तपाईले पहिला त म भन्छु तपाईहरुलाई सुरुमा अब तपाईले पास हुनको लागि हैन, जस्ट पास चाहिँ मलाई हुनै छ, जस्ट पास अलिकति धेरै मार्क्स त्यतिको ल्याउनै छ भन्नेहरुको लागि चाहिँ सुरुमा अब तपाईले कसरी पढ्नु भन्दाखेरि तपाईले यो टपिक वाइज पढ्नु के। तपाईले कसरी भन्दाखेरि कुन टपिकले कति मार्क्स कभर गरेछ सुरुमा त्यो हेर्नु है। अब सुरुमा सेटले कति मार्क्स कभर गरेछ 6 मार्क्स। अब त्यसैगरी अर्थमेटिकले कति मार्क्स कभर गरेछ 13 मार्क्स। अनि मेन्सुरेसनले कति मार्क्स कभर गरेछ 13। यो दुईटाको सेम छ 13 छ। बट यहाँ अल्जेब्राले चाहिँ 15 मार्क्स कभर गरेछ के। 15 मार्क्स कभर गरेछ, अरु कुनैले पनि 15 मार्क्स कभर गरेछ छैन। अल्जेब्राले 15 मार्क्स कभर गरेछ। यसमा त्यस्तो गाह्रो पनि केही छैन अल्जेब्रामा। अल्जेब्रा सजिलो पनि हुन्छ तर 15 मार्क्स यसले कभर गरिरहेछ के। तपाईले यसरी मार्क्स चाहिँ हेर्नुपर्छ कुनले चाहिँ बढी मार्क्स कभर गरिरहेछ भन्ने कुरोलाई चाहिँ तपाईले बढी ध्यान दिनुपर्छ है। यसलाई ध्यानमा राखेर पढ्नुपर्छ। जस्ट पास हुनु छ, जस्ट मलाई म्याथमा पास हुनु छ भन्ने खालको स्टुडेन्टले चाहिँ यसरी पढ्नुपर्छ। अब तपाईले कुन सुरुमा कसरी हेर्नु भने सुरुमा तपाईको सिधै यो अल्जेब्रा नहेर्नु, तपाईले चाहिँ सजिलो टपिक कुन छ त। मेरो विचारमा म्याथमा सबैभन्दा सजिलो टपिक छिट्टो हुने भनेको सुरुमा अलिकति धेरै मार्क्स पनि आउने भनेको यो स्ट्याटिस्टिक एन्ड प्रोबेबिलिटी बाट चाहिँ तपाईले 11 मार्क्स पनि पाउनुहुन्छ र यो सजिलो पनि छ के। तपाईलाई यो पढ्नलाई यो धेरै सजिलो पनि छ, यसमा त्यस्तो बढी कुराहरु केही पनि छैन। अर्थमेटिक मिन, मिडियन, क्वार्टाइल, मोड यति कुरा तपाईले राम्रोसँग पढ्नुहुन्छ भने यो सिद्धिन्छ। अनि प्रोबेबिलिटी झन् धेरै सजिलो हुन्छ। यो ट्री डायग्राम यो धेरै सजिलो हुन्छ। अलिकति ध्यान दिएर पढ्ने हो भने तपाईले 11 मा 11 मार्क्स नै
लिन सक्नुहुन्छ के। त्यही भएर सुरुमा चाहिँ तपाईँले यो टपिकलाई चाहिँ राम्रोसँग हेर्नु है। सुरुमा यो टपिकलाई राम्रोसँग हेर्नु, किनभने तपाईँले 11 मार्क्स चाहिँ यहाँबाट पाउन सक्नुहुन्छ है। अब यो पछि कुन हेर्ने भने त यो पछि तपाईँहरूले अर्को भनेको तपाईँलाई हेर्नै पर्ने टपिक भनेको चाहिँ कुन हो भने सेट हो के। सेट पनि तपाईँको यो सजिलो टपिक हो जुनले 6 मार्क्स कभर गर्छ। 6 मार्क्स कभर गर्छ तपाईँले। अनि यस्तो हुन्छ है, 6 मार्क्समा 6 मार्क्स नै जस्ट पास हुन्छु केही पढाएको छैन जस्तो लाग्नेलाई चाहिँ 6 मा 6 मार्क्स नै कभर गर्न गाह्रो हुन्छ। किनभने एउटा चाहिँ हाइगर एबिलिटीको क्वेसन आइदिन्छ 1 नम्बरमा, त्यो मार्क्स चाहिँ तपाईँहरूको फुत्किन सक्छ। त्यही भएर 5 मार्क्स चाहिँ त मैले एचिभ जसरी पनि गर्नुपर्छ भन्ने हिसाबले चाहिँ पढ्नु। सकेसम्म त म 6 नै कभर गर्छु भनेर पढ्नु, नत्र 5 मार्क्स चाहिँ मिनिमम पनि मैले कभर गर्नुपर्छ, एचिभ गर्नुपर्छ योबाट भन्ने खालको मनमा त्यो चिज राखेर चाहिँ पढ्ने गर्नु है। अब सेटबाट त्यसरी गर्नुभयो। अब यसमा पनि तपाईँले ल हाइगर एबिलिटीको नमिलायो नि, यसमा त त्यस्तो हाइगर एबिलिटी भन्ने हुँदैन, प्रोबेबिलिटीमा त्यसरी आउँदैन, कुनै बेला आइदिन्छ होइन। यसमा काट्टे पनि यसबाट 10 यसबाट 5 चाहिँ तपाईँले जसरी पनि कभर गर्छु भन्ने हिसाबले चाहिँ तपाईँले पढ्नुपर्छ। अनि अर्को त्यस्तै इजी टपिक भनेको चाहिँ मैले देखेको चाहिँ अर्को भनेको चाहिँ यही अल्जेब्रा नै हो क्या। अल्जेब्रा नै हो, किनभने यहाँ अल्जेब्रामा तपाईँको कस्तो सजिलो छ भन्दाखेरि सिक्वेन्स एन्ड सिरिज, क्वाड्रेटिक इक्वेसन र यो इक्वेसन, यो अल्जेब्रिक फ्र्याक्सन र एक्सपोनेन्सियल इक्वेसन भन्ने छ होइन। यो चाहिँ तपाईँको सजिलै छ। यसबाट तपाईँले सबैबाट मार्क्स ल्याउन नसके पनि जस तपाईँले 15 मार्क्सको छ नि त, यो धेरै कमको होइन नि त, यो फिक्स 15 मार्क्सको छ क्या। तपाईँले बुझ्नु पऱ्यो यो 15 मार्क्सको छ भनेपछि 15 मार्क्समा तपाईँले जस्तै नभए पनि 10 मार्क्स चाहिँ तपाईँले एचिभ गर्न सक्नुहुन्छ क्या। यहाँबाट 10 मार्क्स चाहिँ तपाईँले एचिभ गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ तपाईँले यो चाहिँ राम्रोसँग हेर्नु अल्जेब्राबाट होइन। अब जस्ट पास हुने स्टुडेन्टको लागि अब हामीले के भन्यौँ, प्रोबेबिलिटीबाट त्यहाँबाट कति 10 मार्क्स, जसरी पनि सेटबाट 5 मार्क्स एन्ड अल्जेब्राबाट 10 मार्क्स यति भन्यो होइन। यो भइसकेपछि यहाँबाट तपाईँले राम्रोसँग पढ्नु, 10 मार्क्स होइन 15 मा 15 नै पाउनुहुन्छ। तर पनि बिग्रिने चान्स त हुन्छ नि त होइन। बिग्रिए पनि एचिभ गर्छु भन्ने हिसाबले चाहिँ यो हामीले जस्ट पास हुने स्टुडेन्टको लागि यसरी राखेका छौँ है। अब अर्को टपिक भनेको चाहिँ तपाईँले हेर्नै पर्ने टपिक भनेको चाहिँ ट्रिगोनोमेट्री हो क्या। ट्रिगोनोमेट्रीमा चाहिँ के छ भने केही पनि त्यस्तो बढी कुरा छैन, मात्र म्याथमा यति कुरा छ क्या तपाईँको, यति कुरा छ। एउटा छ एच पी र बी, यति कुराले तपाईँले राम्रोसँग बुझ्नुहुन्छ भने चाहिँ ट्रिगोनोमेट्रीमा तपाईँले ढुक्कल नम्बर ल्याउन सक्नुहुन्छ क्या। यति कुरा चाहिँ यो ट्रिगोनोमेट्रीमा छ। यति कुरा बुझ्नेले चाहिँ ट्रिगोनोमेट्रीमा यो फुल मार्क्स नै एचिभ गर्न सक्छ। जुन मार्क्स हो 4 मार्क्स चाहिँ फुलमा फुल एचिभ गर्न सक्छ त्यो जसले यति कुरा राम्रोसँग बुझ्छ र क्वेसनलाई राम्रोसँग बुझ्छ भने त्यसले एचिभ गर्न सकिहाल्छ। अरू केही त्यस्तो फर्मुला लाग्दैन है। अब तपाईँले यति राम्रोसँग हेर्नु भने चाहिँ यतिबाट तपाईँले कति मार्क्स त 10, 10, 20, 25, 29 मार्क्स चाहिँ तपाईँको यति हेरेपछि आउँछ होइन। अब यहाँभन्दा तपाईँले यति हेरेर त हुँदैन होइन। 29 मा अलिकति भयो नि भन्दा नि हामीले हेर्न त त्यो अझै पनि घटाउँदै हेऱ्यौँ नि, प्रत्येकमा घटाउँदै हेऱ्यौँ तपाईँको 29 भन्दा नि बढी मार्क्स आउँछ नि। किनभने हामीले एउटाबाटै 5 मार्क्स कता घटाछौँ होइन त्यसरी। अब योबाट 29 मार्क्स आयो भनिसकेपछि तपाईँले यो मेन्सुरेसन चाहिँ छोड्नै नहुने टपिक हो। किनभने तपाईँले यहाँ पनि अलिकति फर्मुला मैले घोक्न सक्छु जस्तो लाग्छ भने भन्दा पनि तपाईँले एउटै फर्मुलाबाट धेरै फर्मुलाहरू तपाईँले बनाउन सक्नुहुन्छ। त्यस्तो केही पनि गाह्रो फर्मुला छैन होइन। मेन्सुरेसनमा अब तपाईँले एउटा मेन कन्सेप्ट यो पिरामिड बुझ्नुभयो भने यो पिरामिडको कन्सेप्ट हुन्छ होइन। यो मैले सबै युट्युबमा पढाएर हालिसकेको छु। तपाईँले अझै पनि यो राम्रोसँग बुझ्नु भएको छैन भने मैले यस्तो ट्रिकसहित पढाएको छु होइन। तपाईँले यो भिडियो हेर्न सक्नुहुन्छ होइन। क्लास 10 म्याथमेटिक्स फुल कोर्स भनेर चाहिँ त्यो मेरो प्लेलिस्टमा छ, त्यहाँ गएर हेर्न सक्नुहुन्छ।
अनि त्यो भइसकेपछि यो पढ्नुभयो भने चाहिँ तपाईँले यहाँ 13 मार्क्स, यो प्लस 13 मार्क्स त तपाईँले यताबाट गेन गर्नुहुन्छ होइन। सबै नगरे पनि अलिकति यहाँबाट धेरै पनि पर्दैन, अलिकति मात्रै पनि गेन गर्नुहुन्छ भने तपाईँ पास त ढुक्कले हुनुहुन्छ है, ढुक्कले पास हुनुहुन्छ। म्याथमा पास हुन केही गाह्रो नै छैन, केही गाह्रो नै छैन। यहाँ मैले भने भोलिको टपिक मैले सबै युट्युबमा पढाएर युट्युबमा अपलोड गरिसकेको छु है। अब मैले प्रोबेबिलिटी चाहिँ गरेको छैन होला, त्यो पछाडिको प्रोबेबिलिटी भन्ने टपिक चाहिँ त्यो पनि तपाईँलाई चाहिन्छ भने कमेन्ट गर्नु होला है, त्यो पनि म अपलोड गरिदिन्छु। अब अर्को भनेको चाहिँ तपाईँले अब म्याथमा धेरै नै राम्रो मार्क्स ल्याउनु छ, धेरै नै राम्रो मार्क्स ल्याउँछ भने कसरी पढ्ने भन्दाखेरि चाहिँ तपाईँले त सबै पढ्नुपर्ने हुन्छ होइन, एउटा पढेर त हुँदैन, एउटा पनि नछोडी पढ्नुपर्ने हुन्छ। किनभने तपाईँले राम्रो मार्क्स ल्याउनको लागि 70 ओभर त ल्याउनु नै पर्छ होइन, 70 ओभर त ल्याउनु नै पर्छ। त्यसको लागि तपाईँले झुक्केर अलिअलि मिस्टेक भए मात्रै हो, नत्र यो छोडेरै आउन चाहिँ मिल्दैन क्वेसन। मैले धेरै राम्रो मार्क्स ल्याउँछु, 4 GPA नै म्याथमा हान्छु भन्नेले क्वेसन छोडेर आउनुहुन्छ भने तपाईँले 4 GPA हान्न सक्नुहुँदैन। त्यही भएर क्वेसन चाहिँ छोड्नै मिल्दैन, क्वेसन छोड्नै मिल्दैन। ल अब तपाईँले पनि पढ्दा कसरी पढ्ने भन्दा सुरुमा सेट पढ्नु होइन, सेट पढ्नु। अनि तपाईँले यो कम्पाउन्ड इन्ट्रेस्ट पनि सजिलै टपिक हो होइन, यो चाहिँ गाह्रो लागिरहेको हुन्छ धेरैलाई। यो मैले सबै यो पनि सबै मैले यति तिनटै मैले युट्युबमा पढाएर अपलोड गरिसकेको छु, तपाईँले भिडियो हेर्न सक्नुहुन्छ होइन। सुरुमा सेट पढ्नु होइन, सेट सबै आउँछ भनिसकेपछि तपाईँले बेसिक कुरा नि राम्रोसँग पढ्नुपर्छ राम्रो मार्क्स ल्याउनको लागि। किन भन्नुहुन्छ भन्दाखेरि प्र्याक्टिस, धेरैभन्दा धेरै प्र्याक्टिस चाहिन्छ। यही बुकले प्र्याक्टिस गर्नुभयो भने पनि तपाईँले A+ ढुक्कले ल्याउन सक्नुहुन्छ। यो बुकको क्वेसन प्र्याक्टिस गर्नुभयो भने यो चाहिँ स्योर नै हो है, A+ आउँछ नि। अब किन भन्दाखेरि यो तपाईँले अब सेट प्र्याक्टिस गर्नुभयो, योबाट कति मार्क्स आउँछ यो सबै कुरा यो बुकमा खुलाइदिएको छ है। अब अर्को कुरा भनेको तपाईँले यो सेट पुरै आउँछ, तपाईँले सानो अब धेरै मार्क्स ल्याउँछु भन्नेलाई चाहिँ किन सानो कुरा पनि हेर्नुपर्छ भन्नुहुन्छ भन्दाखेरि हाइगर एबिलिटीको क्वेसन लगभग सबै क्वेसनमा हुन्छ जुन 1 मार्क्सको हुन्छ। यो मिलाउनेले मात्रै चाहिँ A+ ल्याउँछ है भन्ने हिसाबले यो क्वेसन दिया हुन्छ क्या। यो क्वेसन त्यसरी नै दिने हो, जुन यो क्वेसन मिलाउँछ त्यो चाहिँ अलि ट्यालेन्ट हो, त्यसले चाहिँ A+ ल्याउँछ भनेरै 1 मार्क्समा हाइगर एबिलिटीको क्वेसन प्रत्येकमा हाल्छ क्या, लगभग अलमोस्ट प्रत्येक क्वेसनमै हुन्छ क्या। त्यही भएर तपाईँले यो चाहिँ ध्यान दिनुपर्छ, राम्रो मार्क्स ल्याउनको लागि चाहिँ हाइगर एबिलिटीलाई पनि ध्यान दिनुपर्छ। एउटा क्वेसनबाट एउटा पनि मिस्टेक भएको छैन है भन्ने तरिकाले चाहिँ गर्नुपर्छ। अनि तपाईँलाई अर्को अर्थमेटिक हेर्नु भइसकेपछि अनि मेन्सुरेसन छोड्ने कुरै भएन, गाह्रो लाग्छ भने मैले पढाएर अपलोड गरेको छु, यो पनि हेर्न सक्नुहुन्छ। अल्जेब्रा छोड्ने कुरै भएन। अनि जियोमेट्री त झन् छोड्ने कुरै भएन। जियोमेट्री गाह्रो लाग्छ भने पनि यो सजिलो छ, किनभने सर्कलमा पनि त्यस्तो केही गाह्रो छैन। तपाईँले त्यही पनि यो सर्कल चाहिँ गाह्रो लाग्छ कन्स्ट्रक्सन, यहाँबाट कुनै पनि टपिक गाह्रो लाग्छ भने चाहिँ त्यो पनि कमेन्ट गर्न सक्नुहुन्छ है। अनि अर्को कुरा भनेको चाहिँ ट्रिगोनोमेट्री त केही गाह्रो लाग्दैन होला, यो सिम्पल चिज छ कि। ट्रिगोनोमेट्रीमा बेसिक भन्दा नि बेसिक चिज मात्रै यहाँ छ, बेसिक चिज नै अब उसमा आउँछ। यहाँबाट ओन्ली 4वटा क्वेसन सोध्छ ABC गरेर 1 मार्क्सको हुन्छ, त्यही भएर सजिलो हुन्छ क्या, यो सजिलो हुन्छ, यो छोड्ने कुरै भएन। त्यसरी सबै क्वेसन हेर्नुपर्छ र हाइगर एबिलिटी चाहिँ तपाईँले मिलाउँछु भन्ने तरिकाले चाहिँ यो सबै क्वेसन चाहिँ प्र्याक्टिस गरेको हुनुपर्छ। त्यसपछि बल्ल तपाईँले म्याथमा राम्रो मार्क्स स्कोर गर्न सक्नुहुन्छ है त।